होइन यो विद्यालयहरू चाहिँ कहिले लाग्ने हो? अति गाह्रो भइसक्यो यो बच्चाहरूको सिचुएसन यस्तो छ यी कम्प्युटर अब यिनीहरू मोबाइल बिना कम्प्युटर बिना ट्याब्लेट बिना ल्यापटप बिना बाँच्दैनन् केही गर्नु पर्दैन त्यो खोस्दिएपछि सक्यो बाँच्दैनन् अब त्यो नदिएर अरू कुरा खेल भनौँ भने स्ट्रिक गरौँ भने अब बाहिर निस्केपछि एक्सिडेन्ट हुने हो कि कहीँ चोट लाग्ने हो कि भन्ने डर लाग्ने अब साइकल चलाउन निस्किन्छन् ल जाऊ साइकल चलाउन भन्यो डढेर कालो भएर आउँछन् घाममा खेलेर अनि फेरि अब ल त्यो पनि प्रब्लम छैन भन्यो पसिनाले कालो भएर आउँछन् फेरि त्यो पनि चोट लाग्छ कि भन्नु पर्यो बाहिरै छोडिरहँदा पनि अनसेक्योर लाग्ने होइन कुकुरले टोक्ला कि के होला भन्नु पर्यो अब फेरि भित्र आऊ भनेर भित्र बोलाउँछु है फेरि स्टार्ट ब्याक टु मोबाइल एन्ड टिभी हुन्छ अब होइन त्यो बन्द गरेर रिमोट लुगाइदियो मोबाइल लुगाइदियो सबै लुगाइदियो अब उनीहरूको यो टोयज खेल्ने टाइम पनि होइन रहेछ यिनीहरूले चाहिँ अब खेल न भने अनि हजुर खेल्छु नि त त्यसो भए ल म खेल्छु भने त्यतिखेर नि खेल्न पनि झ्याउ लाग्छ हाम्रो पनि काम हुन्छ है खेल्नसम्म त खेल्यो कति खेल्ने यिनीहरूसँग अनि आफ्नो पनि काम हुन्छ त्यसपछि फेरि उनीहरू आफूमाथि चढ्न थाल्छन् के गर्ने अब हामीले के गर्ने भोक लाग्यो अब हामीले के गर्ने अब त्यो टोयजहरू पनि खेल्दैनन् त्यसपछि यताबाट उताबाट यता त्यो के हो पिलोहरू उठाउने हान्ने भद्रगोल पार्ने छँदैछ अब त्यो पनि सहेकै हो है अब त हैरान भइसक्यो धेरै दिनै भएछ क्या हो अब त खुले हुन्थ्यो विद्यालय जस्तो लाग्न थालिसक्यो यी मेन कुरा त मलाई एउटा कुरा डर के लागेको छ भने पढ्न पनि बिर्सिसक्यो कि जस्तो लाग्न थालिसक्यो कि अब यत्रो दिन भयो नि त यिनीहरूले नलेखेको अनि लेख्न पनि बिर्सिसक्यो कि पढ्न पनि अब यिनीहरू ब्याक टु जिरोमा गयो कि जस्तो लाग्ने के त्यही भएर पनि अब चाहिँ विद्यालय छिटो खुले हुन्थ्यो जस्तो लागिसकेको छ राम्रो गर्छ अझै 20 दिन राख्दिन बालेनलाई 20 दिन राख्न रिक्वेस्ट छ है तर अब त्यो रिक्वेस्ट धेरै दिन सुनवाई हुँदैन अब छिटै स्कुल खुलोस् मामु बाबाहरूलाई गाह्रो भयो यो चक्सेकोहरूको आँखा पनि कमजोर हुने भयो अब त भन्ने लागिसक्यो पढ्नमा पनि अब जिरो लेख्नमा पनि जिरो आँखा पनि कमजोर सबै हुने भयो ल